निस्किएर यस ज्ञान रूपी गंगामा गोता लगाउन आवश्यक छ। आमा बाबा दाजु भाइ दिदी बहिनी लगायत विशेष गरी म यहाँ आएको छु हजुरहरूका छोराछोरीको लागि, युवा वर्गको लागि। अहिले बिग्रिँदै गरेका युवाहरू कतिपय अवस्थामा सुधार केन्द्रमा राख्नु परेको छ, कतिपय अवस्थामा डिप्रेसनको शिकार भएका छन्, कतिपय अवस्थामा आमा बुवाले बाहिर त हाँस्नु भएको छ, घरभित्र रोएर बस्नु परेको छ। ती युवाहरूलाई तानेर भए पनि लिएर आउनुहोस् र यो ज्ञान रूपी गंगामा चुर्लुम्म एकचोटि डुबाइदिनुहोस्। म भगवानसँग प्रार्थना गर्छु उहाँहरूलाई सद्बुद्धि अवश्य प्राप्त हुनेछ, यो भगवानले कृपा अवश्य गर्नुहुनेछ। र मलाई गर्व लागेको छ यस कार्यक्रममा युवाहरू जोडिनु भएको छ, युवाहरूले ठुलो आँट गर्नुभएको छ, ठुलो साहस गर्नुभएको छ। यो गाउँलाई पवित्र बनाउँदै यो गाउँका व्यक्तित्वहरूलाई सतमार्गमा हिँडाउनको लागि उहाँहरूले अठोटका साथमा यति टाढाबाट हेर्नुहोस् त बोलाएर ल्याएर हजुरहरूलाई वाचन सुनाउँदै हुनुहुन्छ। हजुरहरू मात्र घरबाट बाहिर आएर यसमा आश्रय लिन आवश्यक छ। म अनुरोध गर्छु भोलिबाट हुने दिव्य 7 दिनको संगीतमय भागवत ज्ञान गंगामा सबैजना पाल्नुहोस्। चुले निम्तो छ, चुले निम्तो बुझ्नुहुन्छ नि? बुझ्नुहुन्छ है? चुले निम्तो भनेको घरमा चुलो बोल्ने होइन कि, यही आएर भोजन प्रसाद गर्ने, यही बस्ने। सबैजना यही आउनु पर्छ। आएर सबैजना ज्ञान रूपी गंगामा गोता लगाउनुहोस्। सबैलाई निवेदन छ भोलि बिहान 8 बजे कलश शोभायात्रा भन्नुभएको छ, त्यसपछि निरन्तर कथा बग्नेछ। 2 बजेसम्म हाम्रो कथा रहन्छ भने फेरि बेलुका 7 बजे हाम्रो कथाको महात्म्य अर्थात् कथा किन सुन्नुपर्छ भन्ने कुराको महत्त्व झल्काउने बेलुकाको कथा सत्रमा हुन्छ। सबैलाई म जानकारी यो गराउन चाहन्छु कि दिउँसो आउन नभ्याउने भक्तको लागि पनि बेलुकाको समय हजुरहरूको लागि उपलब्ध छ। विशेष गरी युवा वर्गलाई अवश्य लिएर आउनुहोस् भन्ने अनुरोध गर्न चाहँदै अहिले म यही मेरो बाणीलाई विश्राम गर्छु। भोलिबाट निरन्तर 7 दिन यो बाणीलाई श्रवण गर्नुहुनेछ भन्दै जय जय श्री राधे। राधे राधे।